नमस्ते एन्ड वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि इन्ट्रोडक्सनको लागि मिट माई सेल्फ रचना पूर्जा मगर फ्रम बेनी म्याग्दी है। अहिले म बेनी म्याग्दीमै बसिरहेको छु। अनि आज चाहिँ मेरो साउनको 24 गते बर्थडे हो। बेसिकली इङ्ग्लिस डेट चाहिँ अगस्त 8 मा पर्छ, तर अहिले चाहिँ जिगज्याग भएर 9 मा परेछ है, अगस्त 9 टुडे। अनि अझै मलाई विस गर्नुभएको छैन भने अझै पनि टाइम छ। मलाई ह्याप्पी बर्थडे भनेर गुर्र मेसेज गर्न सक्नुहुन्छ यदि मसँग टचमा हुनुहुन्छ भने, नभए कमेन्टमा मलाई ह्याप्पी बर्थडे लेख्न नभुल्नु होला। अनि म चाहिँ ग्रिन कुर्ता लगाएर गएँ, अनि रेड स्यान्डल मैले के लगाएर गएँ कलर कम्बिनेसन। अनि मैले नेल्स बनाएको थिएँ नि, यो यस्तो हो कि दामी छ है। या मैले चाहिँ यो यस्तो डिजाइनको नेल्स बनाएको। पहिला चाहिँ सिम्पल बनाएको थिएँ, अहिले चाहिँ मैले फुल बुट्टा भरेको बनाएर यही फ्लेक्स हानिदिउँ कि। अनि म चाहिँ गल्चर मन्दिरमा पूजा गर्न गएँ। यस्तो थियो बिहान म निस्किने बेला, बिहान के भन्ने। अनि मैले चाहिँ अटो कुरिरहेको थिएँ कि यहाँ, अब हाम्रो साधन छैन नि त, त्यही भएर अटो कुरिरहेको थिएँ यहाँ। वाउ कति राम्री होइन राम्री भने कमेन्ट गर्नुहोस् त सबैजनाले। अनि यो क्याम्पस चोक हो। त्यसपछि म कालीपुल गएँ, दिदीलाई अटो लिएर गएँ। यही अटो हो है हामी मन्दिर गएको। अनि दिदीलाई कुरेँ, दिदी निस्किनु भएपछि हामी गएर यो दिदीकोबाट चाहिँ यो टोकरी लिएको। अनि कस्तो नरिबल चाहिँ त्यो त मैले अघि नै भने नि, मेरो बर्थडे सोचे जस्तो भएन भन्ने थिएँ नि अघि बिहानको भिडियोमा। अब हेर्नु चाहिँ किन भएन त या। अनि हामी चाहिँ त्यसपछि चाहिँ मन्दिरको गेटबाट प्रवेश गऱ्यौँ। अनि मैले चाहिँ यो पहिला बनाउने बेला देखेको थिएँ, अनि अस्तिको पटक मन्दिर जाँदा बिर्से रहेछु कि यहाँ त हेरेकै थिएन, कति क्राउड थियो नि त। सोमबार हरेक सोमबार क्राउड हुन्छ साउन महिनाको। अनि यो मुक्तिनाथको जस्तो रहेछ कि। अनि मैले त्यहाँ पानी जल छर्किएँ। त्यसपछि त्यो यो भिडियो कति राम्रो भएको, अझै बनाउनु पर्ने रहेछ फोटोहरू हल्का आउन। त्यसपछि चाहिँ भित्र छिरिएपछि सबैभन्दा पहिला सुपारी र के भन्छ अरे अर्को जनै चढायौँ हामीले यो गणेश भगवानजीलाई। अनि हामीले पूजा गरेपछि कुरा गर्दै थियौँ भन। अनि त्यहाँ चाहिँ एउटा दिदी हुनुहुन्थ्यो कि, त्यहाँले यहाँ सर्प छ भन्नुभयो। अनि हामी सर्प भनेपछि कुदेर हेर्नु भयौँ कि नेपाली भएपछि जानै पर्यो। अनि त्यो सर्प कति धेरैसम्म त्यो कस्तो म्याजिकल के, त्यो सानो हाँगामा बसेको क्या। अनि जाँदै नगयो, कति दिदीले पहिल्यै देखेको गएको थिएन। अनि कति धेरैसम्म हामीले हेर्दा पनि त्यही थियो। अनि टेम्पलमा हुन त यस्तो देखिहालिन्छ। यस्तो सबलाई ढोक गर्न पर्दैन। मेरो लगाउने होला नि टिका त। अनि मेरो दिन नै कस्तो गुड भएको थिएन कि। अनि कस्तो घरि मेरो ध्यानै कता कता थियो। अनि अपसेट थियो नि त, त्यही भएर घरि केही मिस्टेक गरिरहेको थिएँ, घरि केही मिस्टेक गरिरहेको थिएँ। अनि मैले यो चाहिँ धुप गाड्न लाग्यो। योभन्दा अगाडिको क्लिप चाहिँ त्यो मेन मन्दिर त्यहाँ हो है, हामीले देवीलाई नरिवलहरू चढाउने। धेरै पाइला नै मार्ने होइन कहाँ यस्तो गरेर यहाँ राखिदिउँ। होइन अगाडि यो राख, अनि अहिले यहीँ जलाएर अनि गाडी नि हुन्छ कि। दुइटा हातले यस्तो गरेर राखेन, एउटा हातले राख्ने हो। लगाऊ भयो। उहाँ हुनुहुन्छ मेरो आदरणीय फुपूको छोरी दिदी आरमिता दिदी। सी सो ब्युटिफुल एन्ड काम, एकदमै शान्त स्वभावको हुनुहुन्छ उहाँ। म जस्तै
म एकदमै बलियो छु कि साथीहरू अनि ऊ हेर्नुहोस् त ह्यान्ड पावर हान साह्रो हान है पानी यस्तो गर त्यस्तो गरेर आफूलाई पनि पूजा गर त्यस्तै गर्नु खाऊ खाऊ अनि हान ल त्यो एकचोटि हान्यो भने त्यो पानी त पोखिन्छ होला झ्याम्मै गएर हान हान त्यस्तै हो त्यसको टेस्ट नै त्यस्तै हुन्छ होला राम्रै हुन्छ होला ओहो हात काटिया मेरो त नरिबल नै नराम्रो परेछ कि अनि मैले सिलेक्ट गरेको होइन कि अरूले दिएको लिएर आएको कस्तो नराम्रो लाग्थ्यो अनि यहाँभित्र छिरेको उहाँको यो के भन्छ त्यो सुनेपछि यस्तो काम भएको थियो कि शान्त भएको थियो मेरो मन तुलसीलाई छुनासाथ हाम्रा पापहरू शरीरमा भएका पापहरू हल्लिन्छन् अरे कृष्ण शरीर अनि शरीर पवित्र हुन्छ अनि यहाँ गौमातामा कानमा हाम्रो विश भन्यो भने पुरा हुन्छ अरे कि अनि मैले भने त्यसपछि चाहिँ हामी सिधै घर फर्क्यौँ है दुला राशि दुलेर त्यो पसिना हेर्नु न यो मन्दिर गएको भ्लगमा अरू चाहिँ बाँकी हजुरले अर्को भ्लग हेर्न पर्छ है अनि डोन्ट फर्गेट टु सब्सक्राइब फलो माई रचना भ्लग्स अकाउन्ट है अनि बिहान आजको दिनचर्या हजुरहरूले मन्दिर गएको क्लिप्स हेरिसक्नुभयो अनि त्यसपछि म आएँ मासु भात हात भनेर सुत्दिएँ मजाले त्यसपछि बाबुलाई ठुलो मम्मीको छोरा सुजन हिरोलाई छोड्नु गएँ बस घरमा त्यसपछि त मोबाइल पनि लगेन मोबाइल लगेको भए चाहिँ भिडियो बनाउनु थिएँ मैले अनि मोबाइल पनि लगेको थिएन नि त त्यही भएर पैसा पनि लगेको थिएन अनि कालीपुल गएँ कालीपुल एकछिन बसेँ गफ लागेँ त्यसपछि फेरि खाजा खानु गएँ अनि दामी कुरा के थाहा छ मेरो बर्थडे तर मैले अरूले खाजा खुवाएँ है मलाई किनकि मैले पैसा पनि लगेको थिएन अनि फोन पनि घरमै छोडेर आएको थिएँ अनि यतिको नेल्स हालेपछि यतिको एक्सपेन्सिभ नेल्स एक्सटेन्सन गरेपछि त फ्लेक्स हान्नु पर्यो यो या अनि मेरो बर्थडेमा जसले मलाई विस गर्नुभएको छ नि एकदमै हृदयदेखि नै धन्यवाद म हजुरहरूको माया पर्दै एकदमै आभारी छु एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब फलो माई रचना भ्लग्स अकाउन्ट है फलो गर्नु होला नि फलो मी म हजुरहरूलाई पनि फलो गर्छु या त्यही हो युट्युबमा पनि रचना भ्लग्स एनपी छ त्यहाँ गएर सब्सक्राइब गरिदिनु होला ल अब बर्थडेको यदि मैले सेलिब्रेट गरेँ भने नेक्स्ट भ्लग आउँछ ल के गरौँ सेलिब्रेट गरौँ कि नाइ यसो कमेन्ट गरौँ त साथीहरू ल अहिलेको लागि यो मन्दिर क्लिप चाहिँ मन्दिरवाला भ्लग चाहिँ अहिले अब इन गरौँ है ल अब यदि मैले सेलिब्रेट गरेको भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला बाई।